नेपाली प्रो कुमार थापा मगरद्वारा ईश्वरी भुजेलको हत्या भएको प्रकरणमा नयाँ र चौंकाउने तथ्य बाहिर आएको छ। आफन्तजनका अनुसार शुक्रबार राति घटना हुँदा जेठा छोरा आमासँग नभएकै कारण उनको ज्यान जोगिएको बताइएको छ। आफन्तहरूका अनुसार कुमार थापाले श्रीमती ईश्वरी माथि मात्र नभई जेठा छोरा माथि समेत पटक पटक कुटपिट र हातपात गर्ने गरेका थिए। आमा छोरा दुवैलाई सिध्याउने धम्की पनि दिने गरेको आफन्तजनले बताएका छन्। घटनाकै रात छोरा अनन्त भएकाले मात्र उनको ज्यान जोगिएको भन्दै आफन्तले त्यो रात पनि आमाकै साथमा भएको भए परिणाम झनै भयावह हुन सक्ने बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।